चाहिँ हामी तोनारी पार्क जाँदै हो। म बाउजू अनि सानो बाबु छ अनि दाइ पनि हुनुहुन्छ। दाइ चाहिँ जानु भइसक्यो। एल्बिन चाहिँ खेल्न गयो साथीसँग। अनि यो तोनारी पार्क चाहिँ टोकियोको 3rd लार्जेस्ट के भन्छ अरे ठुलो पार्क हो अरे। अनि हामी चाहिँ त्यहाँ जान लागेको। अस्ति नै नि 2-3 महिना अगाडि नि गएको थियो म चाहिँ। अनि राम्रोसँग घुमेन, बेलुका भएको थियो। अनि आज चाहिँ दिउँसो अब चाहिँ सब कुरा नि फुलिसक्यो होला, हेर्न जाने। हेलो हामी चाहिँ आइपुगिसक्यो यहाँ पार्कमा। यस्तो छ पार्क चाहिँ। ओके, कति धेरै मान्छे आएको आज। के अरे बिदा भएर होला, विकेन्ड भएर। आज चाहिँ सन्डे हो है। फोन सोध्दा केबिनलाई केबिन त कति आनन्दले बस्यो। अस्ति त यस्तो थिएन है, के थियो? यता त आएन त हामी। वाउ, कस्तो राम्रो पुल रहेछ त्यो। यो पुलबाट जाउँ न त। खन्द दाइ यहीँ हुनुहुन्छ, काम तापेर बस्नु भएको थियो। Like a subtle frill, shadows dance on the windowsill. Concrete dreams in the glow collide. जस्तै यो चराहरू छ अरे है, यो प्रकारको। दिदीहरू भेट्यो। हेलो दिदी। हेलो दाई। हेलो कस्तो राम्रो स्वाद हो। दाजु त गणेशसँग गयो आउँदै यस्तो रमाइलो दाइ कस्तो राम्रो रहेछ।
साकुरा चाहिँ फुले छैन रहेछ। अब 28 तारिकबाट सुरु अरे। साकुरा चाहिँ फुलेछ यहाँ अलिअलि। सानो चाहिँ हामी फर्किन लागेको घरतिर 4 बजिसक्यो। त्यो बाजेर बाबुले एउटा 짱! हामी चाहिँ पुरै घुमेन है पार्क नै घाम ताप्न आएको जस्तो भयो। हाम्रो यो 10 मिनेट पनि लाग्दैन। यहाँ चाहिँ कस्तो राम्रो राम्रो छ। बार्बिक्यू गर्ने ठाउँ छ होइन। बार्बिक्यू गर्ने ठाउँ छ, बच्चाहरू खेल्ने ठाउँ छ। एकदम ठुलो छ, घुमेन त चाहिँ। अब साकुरा फुलेको बेला आउने हो अनि घुम्ने हो। ओइ मतलब छैन। खुसी भए घुम्न पाएर। कस्तो राम्रो। अहिले चाहिँ म ग्रोसरी सपिङमा जाँदैछु ब्याग बोकेर। आज चाहिँ टन्नै ग्रोसरी लिएर आउँछु। तपाईँहरूलाई पनि देखाउँछु म के लिन्छु भनेर हेर्नुलाई त। ल यहीँ हो है म आएको चाहिँ यो बिग ए मार्टमा। Woke up late, missed the morning blaze, but the sunlight hits in so many ways. Grab my shades and hit the streets, no plans, chasing vibes like seashells यति in the 4-5-6 डल्लोलाई 398। radio hums a tune I can't name. Crooked smiles, crashing waves, no shame. Flip my phone, toss it in my bag. Today's for us, no time to laugh. Feel the world just turning slow.
life's a tune. Sing it यो till चाहिँ पानीहरू concrete warm under my bare feet. Crowds moving like a heartbeat. Skipping stones in city streets we find. Let's write a new story, leave the old behind. Someone's cooking love in the air, I swear. Every spark in their voices shows they care. Colors splash like secrets on these walls, while laughter echoes. मैले चाहिँ सामान किनेर नि आइसक्यो है ब्यागमा छ अब घर जाने म चाहिँ रेस्टुरेन्ट जाँदै हो अरू बाइट गर्न केटे अनि बिजी भएको छ अरे अहिले अनि त्यही भएर जान लाग्यो भातै खाएन त्यहाँदेखि गएर खाने दाइ चाहिँ भर्खरै जानुभयो दाइ चाहिँ साइकलमा जानुभएको म चाहिँ हिँडेर जान्छु अब यहाँबाट 15 मिनट जति लाग्छ हिँडेर दाइले चाहिँ चिज नान बनाउँदै हुनुहुन्छ है भिडियो बनाउनु दिँदै अब यो कति मिनटमा पाक्छ अब पाक्छ 3 मिनेट भयो भयो केही छैन हुन्छ यो चाहिँ हनी होइन यो बटर ए बटर हामी त हनी चिज नाम भन्यो भने हामी लाग्नु पर्यो भने चिज नाम नै पक्क लाग्नु पर्यो कति पिस पाएर 4 पिस कि 6 पिस 4 पिस बनाइदिनु रेडी भयो है अब चाहिँ रेडी भयो